साथी चाहिएछ साँझ आइदिने बिहान गइदिने जुन तारा चाहिँ साथी चाहिएछ राति आइदिने बिहान गइदिने खास भन्न खोजेको के हो यो खास तपाईँले चाहिँ यो गाउँदै गर्दाखेरि चाहिँ जुन शब्द लेख्नु भएको छ उहाँलाई कहिले सोध्नुभयो होइन यो गीतमा आफै मिनिङफुल छ के यो गीतमा शब्द त्यस्तो सोध्नु पर्दैन खोज्नुपर्छ जस्तो चाहिँ मलाई लाग्दैन कुनै पार्टनर भनौँ न होइन श्रीमान श्रीमतीमै एकजना त काम गर्नु नै पर्यो नि त बिहान काम गर्न जाने बेलुका फर्किने यो सन्देश चाहिँ यो अर्थ चाहिँ यो हो तर बाहिर बुझ्नु भयो कि जस्तो लाग्छ क्या मलाई चाहिँ यो गीतले चाहिँ तर खासमा चाहिँ मलाई लाग्छ त्यति धेरै नराम्रो पनि नबुझिदिनु होला मनुलाई त्यस्तो साथी चाहिएको छैन साँझमा आइदिने बिहान गइदिने अवश्य पनि अब जन्म मृत्यु विवाह भन्ने त लेखेकै हुनुपर्छ अरे भन्ने सुनेको मैले अब चाहिन्छ नै होला जस्तो लाग्छ खोजीमा पनि छैन त्यस्तो म खोजेर हिँड्ने मान्छेमा नि पर्दैन अब खोज्दै आउनु भयो भने चाहिँ अब हुनसक्छ गाँस जाउलो पकाएर खान्दिने माया गरी फकाएर खान्दिने एक्लै हुँदा त नभइदिने मलाई जुन तारा झैँ साथी चाहिएछ साँझ आइदिने बिहान गइदिने एउटा प्रेमिल जोडीहरूको त्यो कथाहरू सकिसकेपछि चाहिँ लास्टमा चाहिँ धेरै भयो ओहोर र दोहोर अब तिमी मेरै लाल मोहर भनेको छ कि अब चाहिँ अब तिम्रै हो क्या म तिम्रै हो अब कसैको होइन तिम्रै लाल मोहर हो भनिसकेपछि चाहिँ हुन्छ ठिक छ यही राखौँ न त गीतको नामै भनेर लाल मोहर रहन पुग्यो गीतको नाम चाहिँ फुल फुल्यो बोटैमा लाली लौठैमा गाग्री तामाको ज्वाइँ बन्न सुहाउँदैनौ हाम्री आमाको गाग्री तामाको ज्वाइँ बन्न सुहाउँदैनौ हाम्री आमाको जुन तारा जस्तै साथी चाहिँ चाहियो खाँचो छ अब खासमा यो ठ्याक्कै समय सान्दर्भिक नै भइरहेछ क्या मेरो लाइफमा चाहिँ अब हुनसक्छ अब यो गीतको लक पनि लागोस् भन्न चाहन्छु म साथी त छैन नि साथी छैन अब खोज्ने हो मनु थामीलाई चाहनेलाई चाहिँ जस मनको कुरा राख्न सक्नु पाउने भयो मन खै त्यो भाग्यमा जे छ त्यही हुन्छ म चाहिँ एकदमै विश्वास गर्ने मान्छे भाग्यमा विश्वास गर्ने मान्छे हो जे हुन्छ त्यही हुन्छ ह्यान्डसम पनि चाहिएन सबै बुझ्ने चाहियो मलाई पनि अलि धेरै ह्यान्डसम मन पर्दैन कि फेरि हाम्रो गाउँमा त्यही कोदो पाइन्थ्यो त्यही नि मिठो मानेर खाइन्थ्यो घरमाथिको वन बितेका दिन आउँदैन फर्केर गयो बालापन न्युनुङदेखि लान्छेउछेउथे भाकाले नमुन्थ्यो देउलुङते न्युलुङदेखि लान्छेउछेउथे भाकाले नमुन्थ्यो देउलुङते तिर्सुल वान्ते वाङ्गादु रोइमीको चामै थाङ्गादु मैले चाहिँ पहिला फर्स्ट रेकर्ड गरेको थिएँ कि आफ्नो कल्चरल गीतमा चाहिँ यतिखेर हामीसँग कुरा गर्नका लागि पछिल्लो समय बिस्तारै चर्चा बटुल्दै गरेका गीत जुन लाल मोहर छ अथवा तपाईँले टिकटकतिर हेर्ने हो भने जुन तारा चाहिँ साथी चाहिएछ राति आइदिने बिहान गइदिने भन्ने जुन थेको छ जुन शब्द छ यसका गायिका हामीसँग हुनुहुन्छ उहाँलाई स्वागत गर्छु स्वागत छ तपाईँलाई धेरै धेरै धन्यवाद सम्पूर्ण हाम्रो दर्शक श्रोतालाई लाल मोहर गीत भर्खरै बजारमा आएको छ माया गरिरहनु भएको छ अझै धेरै माया गरिदिनु होला हजुरको आफ्नै युट्युब च्यानल मनु थामी अफिसियलबाट चाहिँ बजारमा आएको छ होइन हजुर किन यो जस्तै ठ्याक्कै तपाईँलाई यहीँबाट सुरु गरेँ होइन जुन तारा चाहिँ साथी चाहिएछ राति आइदिने बिहान गइदिने खास भन्न खोजेको के हो यो खास तपाईँले चाहिँ यो गाउँदै गर्दाखेरि चाहिँ जुन शब्द त तपाईँको होइन होइन तपाईँले यो गाउँदै गर्दाखेरि जुन शब्द लेख्नु भएको छ उहाँलाई कहिले सोध्नुभयो
होइन यो गीतमा आफै मिनिङफुल छ के यो गीतमा शब्द त्यस्तो सोध्नु पर्दैन खोज्नुपर्छ जस्तो चाहिँ मलाई लाग्दैन आफै मिनिङफुल छ त्यही मिनिङ चाहिँ के रहेछ भन्न चाहिँ खोज मिनिङ चाहिँ यस्तो अब जुन तारा चाहिँ साथी चाहिएको छ के अरे बिहान गइदिने साँझ आइदिने भनेको मतलब चाहिँ अब कुनै पार्टनर भनौँ न होइन श्रीमान श्रीमतीमै कुनै अब एकजना बाहिर काम त एकजना त काम गर्नु नै पर्यो नि त बिहान काम गर्न जाने बेलुका फर्किने यो सन्देश चाहिँ यो अर्थ चाहिँ यो हो तर बुझ्नेले चाहिँ अलिकति बाहिर बुझ्नु भयो कि जस्तो लाग्छ क्या मलाई चाहिँ यो गीतले चाहिँ तर खासमा चाहिँ मलाई लाग्छ त्यति धेरै नराम्रो पनि नबुझिदिनु होला बुझ्नु भएको छैन होला जस्तो लाग्छ मलाई चाहिँ र नबुझिदिनु होला पनि भन्न चाहन्छु जस्तै जो टिकटकतिर मैले देखेको थिएँ होइन कस्तो खाले भने अलिकति नेगेटिभ पाराले भन्दा पनि पोजिटिभली तर एउटा माया गर्ने जोडी मायालु जोडीको रूपमा चाहिँ त्यो लिएको देखियो यो चाहिँ तपाईँको कतिौँ गीत हो यो चाहिँ कतिौँ भन्ने त मलाई ठ्याक्कै थाहा भएन मैले पहिला सानैबाट अडियो पनि रेकर्ड गरेको थिएँ अडियो पनि अब एफएमतिर बज्नको लागि भए पनि अडियो गरिन्थ्यो कि अडियो गर्ने एफएमतिर बजेपछि अब सक्यो यो भिडियोतिरको त यादै हुँदैन थियो क्या एफएमतिर गीत बज्यो भने चाहिँ अब म चाहिँ गायिकाको रूपमा मैले म चिने है भन्ने चाहिँ हुन्थ्यो क्या त्यही भएर ठ्याक्कै यति भन्ने चाहिँ थाहा नै भएन क्या मलाई जस्तै यो गीत बजारमा आइरहँदाखेरि यसले चर्चा पाइरहँदाखेरि चाहिँ होइन काहीँ न काहीँ मनु थामी होइन अब योभन्दा धेरै चर्चा हुनुपर्ने कतै न कतै मिडियाबाट ओझेल परेको हो जस्तो लाग्छ कि लाग्दैन ओझेल त यस्तो हो मेरो आफ्नो यो साङ्गीतिक क्षेत्रमा लागेको त 9-10 वर्षै भइसक्यो यो मिडियामा नआउनु अनि गीतहरू नगर्नुको कारण चाहिँ मेरो आफ्नो फ्यामिली समस्याहरू पनि थियो अहिले चाहिँ सबै कुराहरूलाई पार गर्दै चाहिँ अब चाहिँ आउनुपर्छ देखिनुपर्छ भन्ने लागेर चाहिँ अनि फेरि पनि गरौँ न त केही नयाँ गरौँ भनेर फेरि पनि गीत सङ्गीतमै जोडेको छु हुन त म गीत सङ्गीतमा जोडी नै रहेको थिएँ तर यसरी चाहिँ बाहिर चाहिँ आएको थिएन ओके हामी तपाईँको यो भर्खरै आएको गीत सुन्छौँ थोरै फेरि हामी कुराकानीलाई अगाडि बढाउँछौँ एक गाँस जाउलो पकाएर खान्दिने माया गरी फकाएर खान्दिने एक्लै हुँदा त नभइदिने मलाई जुन तारा झैँ साथी चाहिएको छ साँझ आइदिने बिहान गइदिने धन्यवाद यही गीत हो रामकुमार नेपाली यहाँलाई पनि धेरै धेरै सम्झिन चाहन्छु उहाँको लय उहाँको एरेन्ज अमृत भारतीको शब्दमा यो गीत बनेको छ फेरि पनि यहाँ सम्पूर्णलाई अनुरोध गर्न चाहन्छु फेरि पनि माया गरिदिनु होला राम्रै भइरहेको छ अझै पनि राम्रो गराइदिनु होला भन्न चाहन्छु म चाहिँ जस्तै यो गीतमा टाइटल चाहिँ देखेको थिएँ लालमोहर भनेर तर यो त जुन तपाईँले अहिले गाउनु भयो नि त्यही टाइटल पनि हुन सक्थ्यो लालमोहर चाहिँ कसरी रह्यो लालमोहर चाहिँ अब लास्टमा गएर चाहिँ अब एउटा प्रेमिल जोडीहरू भनौँ न होइन एउटा प्रेमिल जोडीहरूको त्यो कथाहरू सकिसकेपछि चाहिँ लास्टमा चाहिँ धेरै भयो ओहोर र दोहोर अब तिमी मेरै लालमोहर भनेको छ कि अब चाहिँ अब तिम्रै हो क्या म तिम्रै हो अब कसैको होइन अब तिम्रै हो भन्न खोजेको हो अब लास्टमा चाहिँ अब तिम्रै हो भनिसकेपछि चाहिँ ल हुन्छ हामीले यो लालमोहर चाहिँ राख्नुपर्छ भनेर अनि त्यसरी अब तिम्रै हो भन्ने फिक्स भइसकेपछि चाहिँ तिम्रै लालमोहर हो भनिसकेपछि चाहिँ हुन्छ ठिक छ यही राखौँ न त गीतको नामै भनेर लालमोहर रहन पुग्यो गीतको नाम चाहिँ तर हेर्दा जुन क्याची तपाईँको वर्ड छ नि होइन जुन तारा चाहिँ साथी चाहिएको छ साँझमा आइदिने बिहान गइदिने भने यो खालको ठ्याक्क राख्यो भने त झन् क्याची हुन्थ्यो होला नि त्यस्तो लाग्यो होइन ठिक छ लालमोहर पनि एउटा मिनिङफुल छ यसमा पनि मिनिङ धेरै छ राम्रो छ मलाई चाहिँ मलाई पनि धेरै मन परेको यस्तै मनुलाई अहिले मैले तत्काल सोधेँ भने
मर्नुलाई त्यस्तो साथी चाहिएको छैन साँझमा आइदिने बिहान गइदिने अवश्य पनि अब जन्म मृत्यु विवाह भन्ने त लेखेकै हुनुपर्छ अरे भन्ने सुनेको मैले अब चाहिन्छ नै होला जस्तो लाग्छ खोजीमा पनि छैन त्यस्तो म खोजेर हिँड्ने मान्छेमा नि पर्दिनँ अब भ्याकेसन खुल्ला छ खोज्दै आउनु भयो भने चाहिँ अब हुनसक्छ हजुर होइन यो गीतले चर्चा पाइरहँदाखेरि चाहिँ होइन आफूलाई भनौँ न तपाईँले धेरै अरू गीतहरू पनि गाइसक्नु भएको छ भन्नुभएको छ तर पछिल्लो समय यो गीतले चाहिँ अरू गीतभन्दा चाहिँ चर्चा पाएको देखिन्छ हामीले चाहिँ होइन कतिको खुसी अथवा कतिको उमङ्ग हुनुहुन्छ खुसी त को खुसी नहोला र आफूले चाहेको भन्दा पनि धेरै माया पाइरहेको छु राम्रो अब आफन्त इष्टमित्र अब नबोल्ने मान्छेहरू पनि के त्यो कन्ट्याक्टै नहुने मान्छेहरू पनि कङ्ग्रेचुलेसन दिनलाई आउनु भएको छ क्या मेसेजहरूमा जोडिनु भएको छ योभन्दा धेरै खुसी त के हुनसक्छ त्यही हो जस्तै यो गीत सङ्गीतकै कुरा गर्दाखेरि चाहिँ गीत सङ्गीत क्षेत्रमा रहेर पछिल्लो समय चाहिँ टिक्न सकिन्न नेपालमा भन्ने खालको एक थरी धारणा पनि छ होइन तपाईँलाई चाहिँ के लाग्छ टिक्न सकिन्छ अथवा यही व्यवसायबाट गुजारा चलाउन सकिन्छ मलाई टिक्न सकिन्छ सकिँदैन भन्ने कुरा चाहिँ मलाई किन थाहा छैन तर पनि मलाई चाहिँ के लाग्छ भने म हिजो स्कुल लाइफदेखि कलेज लाइफ हुँदै अहिले यो अवस्थामा आइपुग्दासम्म पनि मैले गीत सङ्गीत मैले छोडेको छैन सङ्गीतमै छु विशेष त दोहोरी म चाहिँ एउटा दोहोरी गायिका हो मलाई दोहोरी गाउन एकदमै आनन्द लाग्छ रमाइलो लाग्छ दोहोरीमा जतिको मलाई मजा आनन्द मिलिरहेछ नि त्यो चाहिँ अरू सेक्टरमा चाहिँ मलाई मिल्दैन जस्तो लाग्छ कि सबैभन्दा ठुलो चाहिँ आफू सन्तुष्ट हुनुपर्छ जस्तो लाग्छ क्या मलाई चाहिँ जस्तै अब टिक्न सकिन्छ सकिँदैन भन्ने कुरा चाहिँ अब आफू सन्तुष्ट कतिको छ कि छैन भन्ने कुरामा हो आफू सन्तुष्ट भयो भने सबै कुरा हुन्छ जस्तो लाग्छ तपाईँ आफू दोहोरी गायिका भनेर तपाईँ चिनाउन चाहनुहुन्छ होइन अहिले ठ्याक्कै सम्झिँदा चाहिँ हामी दर्शकहरूलाई एउटा दोहोरी सुनाइदिनु कुन सुनाउन चाहनुहुन्छ मेरो आफ्नै एउटा गीत सुनाउन चाहन्छु म चाहिँ योभन्दा 5-6 महिना अगाडि हामीले भरत भट्टको आवाज झलक भट्टको शब्द सङ्गीतमा हामीले बजारमा लिएर आएको थियौँ त्यो पनि मेरो युट्युब च्यानलबाट हामीले प्रस्तुत गरेका थियौँ हजुर फुल फुल्यो बोटाइमा लाली लौठाइमा गाग्री तामाको ज्वाइँ बन्न सुहाउँदैनौ हाम्री आमाको गाग्री तामाको ज्वाइँ बन्न सुहाउँदैनौ हाम्री आमाको त्यस्तो टाइपको थियो निकै नै मिठो गीत सुनाउनु भयो होइन के छ अहिले चाहिँ तपाईँ यो गीत सङ्गीत बाहेक अरू चाहिँ के गर्नुहुन्छ गीत सङ्गीतमै छु अरू खासै त्यस्तो केही छैन एक्स्ट्रा अरू छैन के त गीत सङ्गीत सिक्नु भएको छ कि क्लास लिनुहुन्छ अब आगामी भनौँ न योजनाहरू चाहिँ के छ यो गीत सङ्गीतमा गर्ने जुन आफ्नो म यो गर्छु भन्ने योजना के यो गर्छु भन्ने पनि छैन म चाहिँ कस्तो एक्स्ट्रा मान्छे छु क्या म चाहिँ यो गर्छु भन्ने पनि छैन त्यो गर्छु भन्ने पनि छैन अब मलाई गीत गर्नको लागि कुन बेला मोड चढ्छ भने थाहा नै छैन क्या त्यो मोड अनुसार भर पर्छ जस्तै कुनै मेरो प्लानिङ नै हुँदैन यो गीत गर्दा लालमोहर गर्दाखेरि पनि म त्यो प्लानबद्ध रूपले मैले गर्छु भनेर गएको होइन जस्तै भेटघाट भयो अनि त्यसपछि अब गीत मन पर्यो गीत मन परेपछि ल हुन्छ भन्ने टाइप म चाहिँ एकदमै क्विक डिसिजन लिने मान्छे हो क्या तर कतिखेर के गर्छु नै मलाई थाहा नै हुँदैन हजुर जस्तै यो गीतमा पनि होइन यो लालमोहरमा पनि तपाईँ आफै पनि त मोडल गर्न सक्षम हुनुहुन्छ होइन फेरि हाम्रो रेस्लर अब जुरेलीले ल्याएर चाहिँ खेलाउनु भएको रहेछ अन्त तपाईँलाई चाहिँ मोडल म आफै गर्न सक्छु जस्तो लाग्थ्यो मोडल बन्नको लागि त जन्मेको होइन होला म त अब यति राम्रै हुनुहुन्छ किन त्यस्तो भन्नु
अरूले हेर्ने नजर राम्रो हुनसक्छ तर म आफूलाई चाहिँ आफै मनै पर्दैन क्या किन हो र त्यस्तो थाहा नै छैन कारण नै छैन यसको त त्यही त त्यहाँ अलिकति झलक्क देखाएको थिएँ मैले तपाईँलाई एकदम एट्र्याक्टिभ देख्नु त्यो गीतको कथा पुरा गर्नको लागि चाहिँ हामी देखेको हो खासमा चाहिँ तर त्यो मोडलै बन्छु भनेर चाहिँ होइन कथाले कुनै पनि भिडियोमा कथाले मागेमा तपाईँ पनि मोडल बन्न सक्नुहुन्छ त्यस्तो मोडल बन्छु भनेर नै चाहिँ म लागेको छैन गायिकै भन्ने तर गायिका पनि त्यो अरू प्याटर्न गएन कि मलाई दोहोरी गायिकै भन्नु छ मलाई तपाईँले मनपर्ने दोहोरी गायक चाहिँ को दोहोरी गायक त यो मनपर्छ त्यो मनपर्छ भन्ने त धेरै हुनुहुन्छ क्या फेरि पनि एउटा हुन्छ नि आफ्नो आइडलै छैन मेरो लागि सबै आइडल हुनुहुन्छ सबैको गीत सुन्छु सबै आइडलै हुनुहुन्छ मेरो लागि चाहिँ जस्तै एकजना लोकदोहोरी गायकको नाम सम्झिनु पर्दा धेरैजना हुनुहुन्छ एकजना मात्रै होइन धेरैजना हुनुहुन्छ अब कसलाई सम्झिनु धेरैजना हुनुहुन्छ त्यही भएर तपाईँको फेभरेट गीत चाहिँ कुन हो लोकदोहोरीमा तपाईँले सुनेकोहरू माध्यमबाट भन्छ नि मलाई सबैको सिर्जनाहरू मनपर्छ सबैको शब्द मनपर्छ म चाहिँ सुरुमा मैले स्कुल लाइफमा पनि रेडियोहरूमा सुन्दाखेरि पनि जतिवटा गीत बज्छ मैले त्यो सबै शब्दहरू लेखेर बस्थेँ कि कपीमा अनि म चाहिँ सुरुमा चाहिँ म शब्द सुन्छु कि कस्तो शब्द होला भनेर क्या अनि दोहोरी गाउँदाखेरि पनि म आफैले अब शब्द भन्दाखेरि अब फर्काउनु पऱ्यो नि त ल मेरो शब्द चाहिँ अर्थ खुलेको छ कि छैन अर्थ छ कि छैन मेरो शब्दमा म अर्थ खोज्छु क्या तपाईँ शब्द कोर्नुहुन्छ शब्द एक दुईवटामा कोर्नुहुन्छ कहिले हजुर हैन गीत पनि के उ गर्नु भएको छ तपाईँको आफ्नै शब्द मेरो आफ्नै शब्दमा पहिला सुरुमा मैले पहिलो गीत नै आफ्नै शब्दबाट गरेको थिएँ त्यसमा चाहिँ मेरो आफ्नै शब्द थियो तपाईँले लगभग 8-9-10 वर्ष भन्नुभयो होइन भइसकेको क्षेत्रमा भन्नुभयो तर अलिकति ओजेल जस्तो तपाईँ चर्चामा अलिकति अरूभन्दा चर्चामा नआएको जस्तो देखिन्छ होइन के लाग्छ तपाईँको आफ्नै समस्याले गर्दा जस्तो लाग्छ कि यो मिडियाहरूले चाहिँ तपाईँलाई के अरे भनौँ न फलो नगरे त्यस्तो पनि होइन मेरो आफ्नो फ्यामिली प्रब्लमहरू थियो त्यो समस्याहरू सुल्झाउनको लागि चाहिँ म ब्याक बस्नुपर्ने थियो तर म टोटली रूपमा म ब्याक भएको चाहिँ होइन गीत सङ्गीतमै थिएँ दोहोरीहरू गाइरहेकै थिएँ तर अलिकति सबैबाट साथीहरूबाट पनि हो साथी सङ्गीहरूबाट पनि टाढा भएको किन त्यस्तो अवस्था मान्छेहरू त साथी सङ्गीबाट अलिकति टाढा भयो भने झन् तनावमा हुन्छ भन्छन् एउटा फ्यामिलीको कारणले गर्दाखेरि हो फ्यामिलीलाई चाहिँ अब कसरी जब फ्यामिली नै राम्रो भएन भने चाहिँ म राम्रो हुनुको त अर्थै भएन नि त पहिला मेरो प्रायोरिटी फ्यामिलीलाई थियो स्पेसली मेरो भाइहरू थियो भाइहरूलाई सक्सेस गराएर चाहिँ म फेरि ब्याक भएको हो तपाईँ ठुली दिदी हो हजुर भनेपछि परिवारको जिम्मेवारी छ तपाईँमा हैन मेरो दाइ पनि हुनुहुन्छ तर पनि म आफैले लिनुपर्छ मेरो भाइहरू राम्रो भएको भयो भने म राम्रो हुन्छु भन्ने थियो मलाई अहिले राम्रो भयो सबैको राम्रो को हुनुहुन्छ घरमा चाहिँ घरमा सबैजना हुनुहुन्छ मेरो हजुरबुवा बुवा मम्मी मेरो 3टा भाइ एउटा बहिनी एउटा दाइ भाउजू हजुर कतिको सपोर्ट छ आफ्नो घरबाट चाहिँ गीत सङ्गीतमा लाग्न गीत सङ्गीतमा सपोर्ट भन्दाखेरि पनि अब घरको सिनियरै आफू भएर होला मैले चाहिँ अरूलाई सपोर्ट गर्नुपर्छ अरूलाई मेन्टेन गर्नुपर्छ त्यसपछि मात्रै आफूले गर्छु म चाहिँ जस्तै बुवा आमाहरूले होइन यो गीत सङ्गीतमा लागेर के नै पाइन्छ र छोडिदेऊ छोरी भन्ने खालको त्यस्तो छोडिदेऊ भन्ने शब्द कहिले पनि आएन मेरो आमाले त उल्टै के भन्नुहुन्थ्यो भने गाउँमा त त्यो हुन्छ नि त कुरा काट्ने चलन एउटा त्यो प्रथा नै भनौँ न गाउँमा छ नि त त्यो गर्दाखेरि पनि आमाले अनि मेरो छोरी नाच गाऊ म छु नि उनीहरूलाई जवाफ फर्काउने म छु नि भनेर भन्नुहुन्थ्यो क्या अनि त्यतिखेर चाहिँ त्योभन्दा ठुलो सफलता आफू सफल होस् नहोस् त्यतिखेर चाहिँ म सफल भएको जस्तो अनुभूति भएको थियो क्या मलाई जस्तै यो प्रश्न मैले तपाईँलाई सोधिरहँदा आवश्यकता जस्तो त लाग्दैन होइन सोध्ने प्रश्न जस्तो चाहिँ लाग्दैन म आफैलाई पनि होइन
तपाईँ घरको ठुली भन्नुभयो, तपाईँले घरको अभिभावक हुन्छ, तपाईँ विवाहित हो कि अविवाहित? सिङ्गल हो, स्टिल सिङ्गल हो म। के छ भने अब जस्तै अघि नै भर्खरै भन्नुभयो भने मैले परिवारलाई हेर्नुपर्छ, मैले भाइहरूलाई सबैलाई चाहिँ अहिले व्यवस्थित चाहिँ गरिसकेँ है भन्ने कुरा गर्नुभएको छ होइन? के छ अब चाहिँ विचार के छ? अब आफूले गरेर खाने भइसकेँ, अब मैले पनि सोच्नुपर्छ भन्ने चाहिँ लाग्छ। सोचिसकेको चाहिँ छैन। जुन तारा जस्तै साथी चाहिँ चाहियो खाँचो छ अब? खासमा यो ठ्याक्कै समय सान्दर्भिक नै भइरहेछ क्या मेरो लाइफमा चाहिँ। अब हुनसक्छ अब यो गीतको लक पनि लागोस् भन्न चाहन्छु मैले। साथी त छैन नि? साथी छैन, अब खोज्ने हो। अनि फेरि यो भिडियो त दिदीले गऱ्यो अब कतै छ कि जस्तो लाग्यो है। उहाँहरूलाई थाहा छैन। अझ मलाई साथीहरू अझै मलाई साथीहरूले त के भन्थ्यो भने के अरे अब म ओपन भएन नि त बाहिर साथीहरूसँग पनि हाई हेलो केही पनि गरेन नि त। अनि होइन तिमीले त बिहा गरिसकेर बच्ची पनि ठुलो बनाइसक्यो होला, अब निस्किने होला भनेर भन्थ्यो कि, तर त्यस्तो चाहिँ केही थिएन। छैन अब चाहिँ सोच्नु हुनुहुन्छ? हजुर। उहाँ आइसक्नु भएको छ कि के अरे? छैन। यो भिडियो हेरेर बस्नुहुने जो कोही पनि होइन, मनु थामीलाई चाहनेलाई चाहिँ जस मनको कुरा राख्न सक्नु पाउने भयो। मन खै त्यो भाग्यमा जे छ त्यही हुन्छ। म चाहिँ एकदमै विश्वास गर्ने मान्छे, भाग्यमा विश्वास गर्ने मान्छे हो। जे हुन्छ त्यही हुन्छ। खासै अब त्यस्तो खोजेरै नहिँडौँ। थालेको लागि कस्तो महत्त्वपूर्ण जस्तो जीवनसाथी कस्तो चाहिँ आवश्यकता हो जस्तो लाग्छ? आउनु त धेरै आयो होला नि, तर हुनु पऱ्यो नि त आफ्नो लायक। कस्तोलाई चाहिँ लायक मान्नुहुन्छ त? कस्तो लायक हुन्छ अब? सबै ह्यान्डसम पनि चाहिएन, सबै बुझ्ने चाहियो, त्यही हो। धन सम्पत्ति भएको मन पर्दैन? धन सम्बन्धी भनेको आफूले जोड्ने कुरा हो क्या। धन सम्बन्धी मलाई पनि अलि धेरै ह्यान्डसम मन पर्दैन क्या फेरि। धन नहोस् तर मन भएको होस्, उहाँको इच्छामा त्यो हो। त्यो चाहिँ ओके। फेरि एउटा गीत सुनाउँ तपाईँको होइन, तपाईँ गायिका, एउटा गीत सुनाउँ फेरि कुरा आफ्नै होइन, अरूको पनि गाउनु तपाईँले मनपर्ने, अथवा त्यो मान्छेको लागि जो तपाईँले हेरिरहनु भएको छ उसको लागि डेडिकेटेड गरेर सुनाउनुहोस्। म एउटा योभन्दा 1 वर्ष अगाडितिर रेकर्ड गरेका थियौँ, त्यो गीत गाउन चाहन्छु है त। तपाईँको आफ्नै? हजुर। हाम्रो गाउँमा त्यही कोदो पाइन्थ्यो, त्यही नि मिठो मानेर खाइन्थ्यो, घरमाथिको वन बितेका दिन आउँदैन फर्केर गयो बालापन, बितेका दिन आउँदैन फर्केर गयो बालापन। यो चाहिँ हामीले 2 वर्ष अगाडि होला सायद, त्यतिखेर रेकर्ड गरेका थियौँ। जस ठिकै भएको थियो, धेरै राम्रो पनि होइन धेरै नराम्रो पनि होइन, ठिकै भएको थियो यो गीत। हजुर। कतिको याद आउँछ? मनमा धेरै त्यो फुल्ली सन्तुष्ट चाहिँ होइन, ठिकै छ त भन्ने चाहिँ भएको थियो। यतिको भयो भन्ने खालको है, त्यसै चाहिँ भएको थियो। न्युनुङते लान्छेउछेउते भाकाले नमुन्थ्यो देउलुङते, न्युलुङते के लान्छेउछेउते भाकाले नमुन्थ्यो देउलुङते, तिर्सुल वान्ते वाङ्गादु रोइमीको चामै थाङ्गादु। मैले चाहिँ पहिला फर्स्ट रेकर्ड गरेको थिएँ कि आफ्नो कल्चरल गीतमा चाहिँ
पहिलोचोटि रेकर्ड गरेको गीत हो। तलमाथि केही भयो भने हाम्रो शिखर थामी दाई हुनुहुन्छ यो शब्द लेख्ने, अनि शिखर थामी दाई, रमन थामी दाई, अनि हाम्रो मुना मैले गाएको थियो। काहीँ तलमाथि भयो भने चाहिँ माफ गरिदिनु होला। जस्तो यो गीत गाइरहँदाखेरि काहीँ न काहीँ यो तामाङ सेलोसँग मिलिएको जस्तो होइन, सेलो भएको जस्तो देखियो। तपाईँ के भन्न चाहनुहुन्छ? यो यस्तो हो, गाउँ समाजमा चाहिँ के खोजिरहेको छ भन्ने कुरा हामीले दिनुपर्छ भन्ने लाग्छ क्या मलाई चाहिँ। अब कतिले भन्नुहुन्छ नि त अब सेलो भन्ने साथै अब तामाङ मात्रै के तामाङ जातिमा मात्रै हुन्छ भन्ने सोच्नु भएको थियो। मलाई कमेन्टहरू पनि आएको थियो। खासमा चाहिँ हाम्रो गाउँ समाजमा गयो भने चाहिँ अझै पनि त्यो दोहोरी टाइपमा चाहिँ सेलै गीत गाउनुहुन्छ क्या। जात्रा मेलातिर भयो भने चाहिँ सेलोमै दोहोरी गाउनुहुन्छ क्या। अनि अत्याधिक अब नाच्ने भनेको नि सेलोमै हो। थामी सेलो पनि हुन्छ। झन् हाम्रो त मेरो गाउँ नजिकै त हाम्रो तामाङ समुदाय नै हुनुहुन्छ, थामी समुदाय हुनुहुन्छ, विभिन्न समुदायका मान्छेहरू हुनुहुन्छ। उहाँहरूलाई पनि सेलै मनपर्ने हो क्या, सेलोमै नाच्नुहुन्छ। अनि त्यही भएर चाहिँ अब आमाहरूले अथवा हाम्रो हजुरआमाहरूले पहिला त्यो दोहोरी गाएरै अब बिहे गर्ने, अब तानेर लग्ने, केटी तानेर लग्ने त्यस्तो चलन थियो अरे नि त। त्यतिखेर पनि सेलोमै दोहोरी गाउनुहुन्थ्यो क्या, अझै पनि गाउनुहुन्छ गाउँमा होइन? हजुर। ओके, कार्यक्रमको अन्त्यतिर पनि छौँ। जाँदा जाँदै तपाईँको भर्खरै गीत आएछ होइन, लालमोहर। अब के भन्न चाहनुहुन्छ? फेरि पनि नमस्कार मेरो सम्पूर्ण हाम्रो दर्शक श्रोतालाई। लालमोहर गीत आइसकेको छ, फेरि पनि हेरिदिनु होला, माया गरिदिनु होला। यहाँहरूको सही सल्लाह सुझाव प्रतिक्रिया दिनु होला भन्न चाहन्छु। हस्त, धन्यवाद।